सर यो रातो झन्डा बोकेर हिँडिरहेछन् मान्छेहरू विशेष के को लागि यसरी हिँडेका होलान् त? यो तपाईँ हामी सजिलै अनुभव गर्न सक्छौँ होइन, हामीले सजिलै यो पत्ता लगाउन सक्छौँ कि आज मे दिवस हो भनेर। यो मजदुरको हक। मे दिवस सर, मे दिवस भनेको मजदुर दिवस हो। जुन मजदुरहरू चाहिँ तपाईँको सिमेन्ट बोकिरहेछन्, उ गरिरहेछन्, त्यो कुर्सीमा बस्नेहरूको चाहिँ के को उ भएर आन्दोलन गरेर? कुर्सीमा बस्ने होइन, उहाँहरू कतिपय मजदुरै हुनुहुन्छ, कतिपय चाहिँ मालिक पनि हुनुहुन्छ। साँच्चीकै मजदुर त अहिले पनि सिमेन्ट घोलिरहेछ सर। त्यो त अब आफ्नो परिस्थिति बाध्यताले गर्दा हो, तर मजदुर पनि उत्रिनु भएको छ सडकमा, देखिरहेको छौँ हामी। मजदुर पनि हुनुहुन्छ, कतिपय मालिक पनि हुनुहुन्छ होला। मूलत उहाँहरूले यो मजदुर दिवसलाई एउटा उत्सवको रूपमा मनाइरहेको एउटा दृश्य देख्न सकिन्छ। यसलाई यसरी बुझ्दाखेरि भनेपछि अहिलेको हाम्रो जे होस् बागबजार सम्हालेर